यसो अलिअलि मोटा र गालातिर मासु लागेको देख्नै सकेनन् यिनीहरूले। जो पनि आउँछ मेरै गालामा छुन्छ चिमोड्छ। होइन तिमीहरूको सार्वजनिक खेलौना हो कि क्या हो मेरो गाला चाहिँ? हाम्रो गालामा मासु लागेको चाहिँ देख्छौ अनि आफ्नो पेटले डाँडा नाग्नु आँटेको चाहिँ देख्छौ कि देख्दैनौ तिमीहरूलाई त सुहाउनु पनि पर्यो नि गालामा मासु लाग्दा। हामीलाई पो कस्तो क्युट वाउ राम्रो देखिन्छ। तर तिमीहरूलाई त देउसे तर्साउने यत्रो डम्फु जत्रो गाला देखिन्छ। त्यही भएर राम्रो गाला त यिनीहरूलाई देख्नै हुँदैन क्या। जति बेलै छोक्कु छोइ सुमसुमियाको सुमसुमिया अझ हुँदा हुँदा किस गर्न पनि पो भ्याउँछन् त। होइन जिन्दगीमा यसो हात धुने गरेको छौ कि छैनौ ब्रस गर्ने? नत्र भए त तिमीहरूको त्यो हातबाट दाँतबाट आएको ब्याक्टेरियाले हाम्रो गालामा इन्फेक्सन चाहिँ भयो भने नि तिमीहरूले गर्दा मैले दुःख पाउँछु अनि फेरि मैले गर्दा तिमीहरूले दुःख पाउँछौ क्या। त्यही भएर यो कुरा चाहिँ एकदम विचार गर है। अनि तिमीहरू यत्रो ठुलो भइसक्यो यस्तो कुराहरू पनि हामीले सम्झाउनु पर्छ क्या। दिक्क लागेर आउँछ तिमीहरूको बानी देखेर त नि। राम्रो कुरा चाहिँ देख्नै हुँदैन छुइहाल्नु पर्ने क्या तिमीहरूलाई।